ब्लग बनाउन लाग्यो मलाई एकदम हाँसो लाग्यो। नमस्ते साथीहरू, वेलकम टु माई भिडियो। हामी चाहिँ आज गाउँ सहर जान लागेको छौँ। म चाहिँ रेडी भइसकेँ अनि के अरे फर्स्ट नर्भस भइरहेको अनि कस्तो फिल लाज पो लाग्यो क्या मलाई। लु साथीहरू, म चाहिँ निस्केको घरबाट छत्ता बोकेर। म सबको भर छैन, त्यही भएर छाता बोकेर हिँडिरहेको छु। लु साथीहरू, म चाहिँ साथी घर आइपुग्यो। यस्तो टाइम लाग्छ कि यसको घर आइपुग्न, यति टाढा छ। यो बाटो हुँदै आउनुपर्छ, यताबाट जाने हो यसको घर। यहाँबाट तल जाने हो, यहाँबाट तल जाने हो। यसरी तल जाने। ऊ त्यहाँ उभिरह, छाता छ। साथीहरू, हामी चाहिँ अब साथीको घरबाट निस्केको है। अनि हाम्रो चाहिँ प्लानिङ चाहिँ के थियो भने बिहान 9 बजे चाहिँ यहाँबाट निस्केर अनि गाउँ सहर हुई छिट्टो 9 बजे पुग्ने, के अरे 9 बजे निस्किने सोचेको थियौँ। तर यताउता गर्दा चाहिँ 12 बजे 12 बजे अब कति बेला पुग्ने कति बेला फर्किने त्यस्तै छ। भोक लाग्यो त नि। कसरी जाने हो यस्तो उकालो? माई गड, खान पर्ने हो भन्ने भएपछि अरू तरकारी सकेर भातै जान्न है, मासु नै चाहियो। दिमागले सोच्यो म त मासु भात खाइराखेको। हाम्रो त अहिले बल्ल जाँदैन। एकदमै गाह्रो भइरहेको छ साथीहरू। यस्तो गाह्रो भइरहेको के उहाँहरूका हिँड्न सके। जाऊ छोडेर जाऊ। लु साथीहरू, बेसी सहर बजार जाने, त्यहाँ गएर अनि माथि जाने। कहाँनिर हो? म गहने गाडी यता हेर, खरा घुम्छु म। घुम्देऊ न, यसरी हो नि त हिँड्ने भनेको। यसरी हिँड्दै जान्छौँ हामी। हामी के पहिला के गाउँ के यसरी हिँडेर जान्थ्यौँ कि सानोमा, हिँड्न नसकेर के अरे के भन्छ चौतारामा के रेस्ट गर्दै बिहान निस्किन्थ्यो है। अनि बेलुका घर पुग्थ्यो कि। बेसारबाट गाउँसम्म चाहिँ त्यस्तो हुन्थ्यो। लास्टै दुःख गरेर पढ्यो हामी। दुःख त हामीले नि गरे हामी। गाउँ के गाउँ मोबाइलै स्विच अफ गरेर राखेँ क्या। ल म जान्छु कि मैले भरेदेखि अहिले पो के अरे गाडीहरू यताउता हिँड्छ। अनि के अरे 2 घन्टामा बिहान गयो बेलुका फर्किने त्यस्तो हुन्छ नि त है। पहिला त त्यस्तो पनि थिएन है, लास्टै दुःख थियो नि। अहिले हामी त्यस्तै पहिलाको जमानातिर फर्क्यौँ साँच्चै। तर म त जहिले स्कुल पनि हामी हिँडेर जाने भन्थ्यौँ। यस्तो उकालो समुद्रमा हिँडेर जाने भन्थ्यौँ। अनि त्यहाँ अटो पार भएर गयो हो, नत्र भए त जहिले नै हिँडेर। यसरी गफ गर्दै हिँड्न त मजै हुन्छ नि, रमाइलो हुन्छ। तर पनि हामी 2 जना मात्रै भयो कि। यो रिसोर्टको माथि चाहिँ आइपुगेको छौँ। बेसी सहर
यसरी बसेछौँ पानी नि ल्याएन है पानी तिर्खा लाग्यो साथीहरू हेर त ऊ त्यो घर त छोडेको घर रहेछ है बेबी यो ठाउँमा त मान्छे नबस्ने रहेछ घरहरू मात्रै रहेछ ऊ त्यो चाहिँ ऊ त्यो येल्लो कलरको चाहिँ मेरो साथी कविता पढेको स्कुल तिमी पढेको स्कुल होइन त त्यो हामी चाहिँ यसरी हिँड्दैछौँ होइन यो गाउँको घरहरू चाहिँ सब खाली रहेछ कि सब मान्छे बजारमा बसेछन् कोही विदेशको हो त्यस्तै त हो नेपालमा अहिले त ठुलो बनायो कि पहिला नि यस्तै थियो गाडी नपाए धेरै पैसा धेरै लाग्छ के आज भोलि पो रोड हो गाडी हिँड्छ है हामी पहिला गाउँतिर हिँड्दा मतलब के अरे बजारबाट गाउँ जाँदाखेरि त यस्तो बाटो हिँडेर जानुपर्थ्यो यस्तो डरलाग्दो बाटोहरू ओ माइ गड कहाँ चढ्ने फेरि अब तिम्रो त यता उता क्रिम छुट्टिनु थाल्यो पसिनाले मेकअप नि पग्लियो होला ल साथीहरू यो चाहिँ मेरो साथी कविता पढेको स्कुल कुन स्कुल हो यो श्री सुब्रमा माध्यमिक विद्यालय श्री सुब्रमा सेकेन्डरी स्कुल हो कि आउन आऊ मेरो स्कुल अनि यसरी स्कुल घुम्दै हिँड्छौँ हामी गाउँ सरकै पुग्ने यो चाहिँ नयाँ होला है बेबी यिनीहरू बेबी भन्दै बोले ऊ चाहिँ मेरो साथी हो हामी चाहिँ सानैदेखि यसरी नै बोल्थ्यौँ गेट बाहिर नि फेरि स्कुल नयाँ स्कुल बनाउँदैछ यहाँ त यस्तो साँगुरो छ ऊ हाम्रो किचन उतै थियो हामी खाजा खान्थ्यौँ भात खान्थ्यौँ त्यहाँ होस्टेल बस्दा यो चाहिँ कम्प्युटर क्लास हो तर हामी एक दिन नि गएनौँ कम्प्युटर हामी 9-10तिर पुगेपछि भयो हो 9-10 पुगेपछि कम्प्युटर पुगेको थिएन 8सम्म हो 8सम्म पढ्ने बेला कम्प्युटर क्लासै थियो गाउँतिरको स्कुलहरू चाहिँ यस्तो छ
पहिला है त भत्काइदिया होला पहिला स्टेज यहाँ हुन्थ्यो अहिले यहाँ हुन्छ पुरै ढुङ्गाले बनाएको रहेछ नि है उबेला बनाएको हो नि तर आज नरहेछ हाम्रो बुहारी यो स्कुल चाहिँ जङ्गलको बिचमा छ साथीहरू यहाँबाट जङ्गल छ पुरै आऊ फर्किम जाम कसरी बाटो छ र जाम यहाँबाट ऊ माथि डाँडा चौतारामा ऊ माथि डाँडामा कहिले पुग्ने हो त्यत्रो माथि लु साथीहरू पानी पर्ला जस्तो छ हामी चाहिँ गाउँसर आइपुग्यो गाउँसरको माहौल यस्तो छ यता हेर थकै लाएन म त हामी उहाँदेखि हिँडेर आएको भन्न नमिल्ने गाडी भाडा अटो भाडा तिरेर आएको के गरी खाउने जे भयो नि गरी खाऊ 50 रुपियाँले 50 रुपियाँले गरी खाऊ न यो स्टेज नि यस्तो छ गाउँ सहरको बजार यो चाहिँ लमजुङको फर्स्ट स्कुल कुन स्कुल हो रे बेबी हो लमजुङ स्कुल लमजुङ स्कुल हेलो रमाइलो भइरा हामी भर्खर त्यहाँ भिडियो त बनाए बल्ल पो रेकर्ड भयो के हो भाइ झऱ्यो चारा बिस्कुट खाएको होइन हामी चाहिँ गुड आफ्टरनुन दाइ गुड आफ्टरनुन यति रमाइलो भइरह म त यहाँ भरि दुईजना मात्रै चेस गर्ने क्या अझै तल आमाले भर्खर चियामा डुबाएर खाइसक्यो बिस्कुट डुबाएर खाइसक्यो गरेर रमिता छ फेरि चियारी जम्मा हामी आमा चाहिँ बजार हेर्नु जानुभयो हामी चाहिँ चिया र बिस्कुट खाँदैछौँ आमा बजारहरू हेर्न जानुभयो को राम्री देख्यो तिमी त यसै राम्रो मान्छे राम्रो देख्छौ लु साथीहरू हामी चाहिँ यहाँ आऊ न नाम के तिनीहरूले जिस्काछु गरे हामी चाहिँ काउले पानी जाने भनेर गएको तर हामी चाहिँ आधी बाटोबाट फर्क्यौँ होइन हामी हिँड्न सक्दैनौँ यहाँबाट गाडी पाएनौँ सो ऊ चाहिँ कति राम्रो देख्यो म राम्रो देखेको भनेर अरूले भन्नु कि नभने म आफै भन्छु धन्यवाद चिकन चपाउँदै अब तलतिरै ओर्लिनु पर्यो आन्टी कति बेला आउनुभयो